आई प्रीतम थापा मेरो डेली ब्लगमा हजुरहरूलाई स्वागत छ। यति भन्दै मेरो ब्लगमा स्टार्ट गर्छु हैन। अहिले म यहाँ भाइसँग बसिरहेको छु। भाइ के छ? सन्चै छौ? प्रतिशा म्याडम के छ हालखबर? ए छडुला बोजेर प्रतिशा बसिरह। त्यो बोजेको ओछ्यान मिलाउनु पर्ने कस्तो दुरल्ल गरेर राखेको। अब प्रतिशा रेडी भएर आहा। अब यसलाई चर्च पुऱ्याइदिनु पर्यो क्या मैले। खाएन? के खान्छ त? पानी खायो? प्रतिशाले पानी खायो त? खाएन। यसले केही नै खाएन। उठेदेखि खाइस जकुरो गिलासमा एक गिलासमा पानी ल्याइछ अनि त आधी खा म आधी खान्छ होइन दियाछ भाइ? दियाछ भाइ मेरो फ्यामिलीलाई हेलो फ्यामिली नमस्कार सन्चै हुन्छ तपाईँहरू भन्नुहोस् ल। भन ल चाँडै यता हेरेर भन न क्यामेरामा। हेलो फ्यामिलीहरू सबैजना सन्चै हुन्छ तपाईँहरू भनेर भन। म पनि सन्चै छु भन। दसैँ आयो, दसैँको शुभकामना सबैजनालाई छ भन। भाइ दसैँ आयो, दसैँको शुभकामना हजुर सबैजनालाई भन। बोजेले दसैँको लागि जमरा राखेको अरे। यदि दुईटा जमराले पुग्छ बोजे? नाति बजे छ यहाँ टिभी हेर्दै। म चाहिँ हेलमेट सेलमेट आएर रेडी भएको। अब प्रतिक्षालाई पुऱ्याउनु पऱ्यो नि त। चर्च आज शनिबार त्यही भएर गाइस अब जाँदै जाँदै भेटौँ न है।
छैन छैन प्रितमले मलाई पैसा दिनु लारे 100 रुपियाँ 200 रुपियाँ 10-20 रुपियाँ खुद्रा होला नि त 300 अर्को 100 रुपियाँ छैन राम्रोसँग जाऊ ल अहिले प्रतीक्षा र म भेट भइसक्यौँ। अहिले हामी चाहिँ पेट्रोल पम्पमा तेल हाल्न आएको। यहाँ तेल हालियो ट्याक्क अहिले पम्पबाट हामी जान लाग्यो। ग्यालिङभरि हो मैले चाहिँ तेल हालेको। अब हामी यहाँबाट जान्छौँ। ल प्रतीक्षा र म बल्ल बल्ल भेट भयो। अहिले चाहिँ हामी रुममा आयौँ। रुममा आएर बस्यौँ, मुखसुख धोयौँ। टेन्सन लाग्यो। अब नुहाउने पनि हो। बेलुका नुहाउनु हुन्न अब त, किनकि चिसो महिना लाग्न लागिसक्यो होइन। हल्का हल्का चिसो हुन्छ, फेरि भोलि बिराम हुनसक्छ। ट्याक्क नुहाउने भनेको 4-5 बजीतिर हो क्या, ठिक एकदम बेस्ट हुन्छ होइन। किनकि यतिखेर भनेको त अँध्यारो हुँदैन नि त, त्यही भएर भनेको। ल अब के भन्ने गाइस, आज प्रति चाहिँ चर्चमा गएर मजाले आयो। तेलसेल लिएर आयौँ। अहिले घरमा आएर बसेको, मुखसुख धोएर बसेको, आनन्द भयो। अब एकछिन बस्ने हो होइन। एकछिन पछि फेरि हिँड्ने हो गाइस। जानु त कहीँ छैन। अब खासा पनि खायौँ भर्खरै। अब के भन्नु, तपाईँहरूलाई पनि दिनका दिन यो अनुहार हेर्दा त झ्याउै लाग्यो होला है। कति दिनका दिन देखेर यो अनुहार देख्न परिहाल्ला है हजुरले। त्यस्तो नसोच्नु है। जे जस्तो भए पनि म अलिकति काले भयो भने अलिक ह्यान्डसमै छुने है गाइस। त्यही हो। अब तपाईँ अब के भन्नु ल। अब मेरो मुटुको टुक्रा छ, मुटुको टुक्रा खान पऱ्यो। के हो भनेर अब हजुरहरूलाई मेरो मुटुको टुक्रा यही हो गाइस। अब खान पऱ्यो। अब धेरै थोरै भयो भने है। अब 1 ग्लास त अघि नै खाइसक्यो। अब अलिकति खान्छु, म धेरै खान्न गाइस। कस्तो मजा आयो। सुन्नुहोस्, तपाईँहरू सबैजना भात खान छोड्न सक्छु,
बुढी छोड्न सक्छु अथवा केटी छोड्न सक्छु अथवा साथी छोड्न सक्छु सबै छोड्न सक्छु तर जिन्दगीमा म यो छोड्न सक्दिन मेरो मायालु भनेको नि आइनै हो गाइस म तिमी बिना बाँच्न सक्दिनँ नि कसम को खानाको मजा नै बेग्लै छ क्या गाइस होइन गाइस सरररररर चररररर उई गरेर आनन्द आउँछ कोक खाँदा पनि अरू केहीमा आउँदैन आनन्द यसमै आउँछ चुयो मेरो कोक चुयो ल फाइनल मजाले कोक खायो छोड्दै ल अब 1.5-2 गिलास होला अब अहिले नखाम यो कोक बेलुकाको लागि अब दसैँभरिसम्म त कोकै कोक खाने हो कोकै कोक खाने हो गाइस कस्तो मजा आउँछ नि त कोक खानलाई ल है अब म कहाँ जान्छु भन्ने अहिले एकछिनमा भन्छु है कहाँ जाने हो ल बसाएर सुतेको कस्तो दामी देखेँ त्यो बादल पुरा बादल दामी देखे पनि तर तारै कस्तो देखेको है बा पनि भेट भयो के छ बा हाल खबर ए दसैँ कतिको रमाइलो भइरहेको तपाईँको ल ल छोरी चाहिँ आउँछ होला ल दसैँ अब मनाउने भन्थे अनि के 50 रुपियाँ झिक्नु भएको त के लागि हो ए ल बाजे ल अनि छोराहरू कता त सुरज भाइ ल ल बा ल अनि के छ त बाबु सब ठिक छ बा सब ठिक छ आइसक्यो ल बा ल यहाँ बाला पनि भेटेको बिन्दास पाराले गफसफ गरियो बा दसैँ मनाउँदै हिँड्ने रहेछ होइन अब म चाहिँ अब एकछिन यहाँ फेरि लाले बाजेलाई भेटेको छ अब सन्चै हुनुहुन्छ तपाईँ हाम्रो लाल बाजेलाई भेटेर म त धेरै खुसी लाग्यो यार के छ लाल बाजे हो र खाजा खायो बाजे ए हातमा छिरो लिएर ट्याक्क है बिन्दास पाराले दसैँ कतिको रमाइलो भएको बाजेलाई ल ल बाजे ल लाले बाजेसँग भेट भयो होइन रमाइलो भयो आज धेरै पछि बाजेसँग भेट हुन पाउँदाखेरि होइन जस गाउँघरकै छिमेकी बाजे हो त्यही भएर होइन सबैभन्दा बुढो भयो हाम्रो छिमेक मध्येमा त्यही भएर रमाइलो भयो अब यति भन्दा म चाहिँ होइन म चाहिँ होइन अब के गर्ने भन्दाखेरि चाहिँ होइन अब नुहाउन लाग्यो गाइस नुहाइदिनु पऱ्यो होइन पसिना खलखल भयो अनुहार पनि कस्तो बिग्रेको जस्तो लाग्यो ट्याक्क नुहाइदिए गरेपछि आनन्दसँग बसिन्छ अनि टक्क बसेर अनि त्यसपछि कामसाम हुन्छ होइन अब त्यही हो गाइस केही छैन पछि म कपडा सपडा खोलखाल गरेँ अब नुहाउनलाई रेडी हुँदैछ है अब नुहाएर भेट्नु हजुरसँग हस् त नुहाउन गई बाई ल फाइनली नुहाइधुइ पनि गरियो होइन मजासँग कपालमा साबुन लगाएर गरी नुहाइयो मजा आयो अहिले त फ्रेस भएर टक्क बस्दा त कस्तो छुट्टै फिल आयो क्या मलाई छुट्टै फिल आयो गाइस छुट्टै अब सो के भन्नु गाइस अब यस्तै छ दिनभरि आज त यताउता गयो पेट्रोल साटोलहरू लिएर आइयो काम त थियो अब त्यो बाइक हल्का फुल्का अगाडिको ब्रेक आफै आफ लाग्ने भएको छ के भएको जाम भएको के भएको भनेर त्यो देखाउन जानु पनि थियो अब अहिले जानु पर्ला एकछिन पछि मर्निङ साथी मर्निङ हेर अहिले दिनभरि सुतेर अहिले उठेको छु यो मर्निङ अनुहार छोपेको नछ भन्न देखा दिनभरि त नि यो बजार गएर आएपछि सुतेको त सुत्छ सुत्छ चल्छ के खान्छस् खाजा
तँलाई अल्छी सुत्छस् तँलाई दाँत नहाने सुत्छस् अल्छ तँलाई तँ बोल्न आउँदैन यति भन्दै अब म चाहिँ होइन भ्लग मेरो यहाँ इन गर्न चाहन्छु होइन फेरि भोलि भेटौँला न्यू भ्लगको साथमा है यति भन्दै म हजुरहरू चाहिँ बिदा लिन्छु बाई बाई तपाईँहरू खुसी भएर बस्नुहोस् म पनि खुसी भएर बस्छु फेरि भोलि भेटौँला है